त्यो परम सत्यकै उपासना हो। परम सत्यको उपासना। सत्यम परम धीमहि तच्छुद्धम विमलम विशोकम अमृतम सत्यम परम धीमहि। ब्रह्मादि देवताले पनि त्यो परम सत्यको व्याख्या गर्दै भन्नुहुन्छ, हे देवकी महारानी, हजुरको हृदयमा बसेको जुन परम तत्व छ त्यो नै सत्य हो, त्यो नै परम सत्य हो। यसबाट एउटा कुरा बुझिबक्सियोस्, श्रीमद् भागवत परम सत्यको प्रतिपादन हो। श्रीमद् भागवत साक्षात भगवान श्री कृष्ण नै हो। श्रीमद् भागवत, श्रीमद् भागवतबाट कृष्ण पाइने हैन। हजुरले जो भागवत पाउनुभयो यो पाठ गरेर कृष्ण पाउने हैन, यो जो भागवत पाउनुभयो यो नै कृष्ण हो। श्रीमद् भागवत को हो? भगवान श्री कृष्ण हो। श्रीमद् भागवताख्योयम प्रत्यक्ष कृष्ण एव हि। हाम्रो अलिकति शंका उपशंका तर्क वितर्क कुतर्क चल्ला भनेर महात्म्यमा लेख्दिनु भयो ग्रन्थकारले, श्रीमद् भागवत भनेको साक्षात भगवान कृष्ण हो। अब श्रीमद् भागवत प्राप्त गरिसकेपछि यसबाट अरु चीजको याचना गर्नु भनेको त्यो श्रीमद् भागवतको भक्त भएको ठहरिँदैन। जसले श्रीमद् भागवत प्राप्त गर्यो त्यसले त के भन्छ, यदि साँचो रूपले भागवत प्राप्त गरेको हो भने प्रभु मलाई मुक्ति पनि हैन, यही भागवत मात्रै देऊ मलाई, यही भागवत सुनिरहूँ, यही भागवत भनिरहूँ, सधैं यही भागवत मेरो जीवन नै भागवत होस्। भगवानका सच्चा भक्तले यही मान्छन्, यही माग्छन्। आज महर्षि वेदव्यास त्यो परम सत्यको ध्यान गर्छु भनेर भन्नुहुन्छ। त्यो को हो त परम सत्य भन्दा यो जगतको सृष्टि स्थिति र लय जसबाट भएको छ, जो सम्पूर्ण सद्रूप पदार्थमा अनुगत र असत पदार्थदेखि जो भिन्न छ, स्वयं प्रकाश छ, जसले आदि कवि भनेको ब्रह्माजी महाराजलाई आफ्नो भागवतीय तत्व दिनुभयो, जसलाई वेद भनिन्छ, जुन वेदको बारेमा ठुलठुला विद्वानहरू पनि मोहित भएका छन्। भन्नुहुन्छ वेदव्यासजी, मोह्यन्ति यत् सूरयः। उसो भए त्यो भागवतीय तत्वबाट मोहित भइन्छ भने त्यसको कसरी पत्ता लाग्छ त भन्दा वेदव्यासजी अर्को अध्यायमा गएर भन्नुहुन्छ, जसले छलछाम रहित भावबाट भगवानको भजन गर्दछ, त्यो भजन गर्ने भक्तको छातीमा जुन प्रकारको आनन्द आउँछ त्यो आनन्द नै कृष्ण हो। यति कुरा यहाँले विचार गर्नु होला। जो हजुरलाई संसारको भोग विलासमा पनि आनन्द आएको जस्तो हुन्छ, तर त्यो आएको आनन्द क्षणिक हुन्छ, त्यो एकछिनमा त्यो आनन्द फेरि दुःखमा परिणत हुन्छ। खाना नपाउँदाखेरि खाना पाउँदा आनन्द हुन्छ भन्ठानिन्छ, खाइन्छ, खाँदा 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 गयो, त्यो खाइसकेपछि जब त्यो पेट भरिन थाल्छ, भोक मर्दै जान्छ, अब खानु दुःख भन्दा सुख हुँदैन। अघि त्यही खान नपाउँदाखेरि दुःख भएको थियो भने अब खानु पर्दाखेरि दुःख हुन्छ। याद छ हजुरहरूलाई? पानी पिउन नपाउँदा दुःख हुन्थ्यो भने अब ज्यादा पानी पिइसकेपछि पानी पिउन नपिउन भन्दा पनि पानी पिउन पर्दा ज्यादा दुःख हुन्छ। बरु एक दिन भरि पानी नपिइ बस्न सक्ला, 3 अङ्खराबाट 4 अङ्खरा पिउनु पर्यो भने त्यो 2 दिन प्यासो बस्दाखेरिको कष्ट भन्दा पनि त्यो पानी पिउन पर्दाखेरिको जुन दुःख हो त्यो दुःख बहुत कडा हुन्छ। अब यहाँ संसारमा जति भोग्य पदार्थहरू छन् ती सम्पूर्णको एउटै स्वरूप हुन्, एउटै रूप छ। कुनै पनि वस्तु यस्तो छैन भगवान श्याम सुन्दरको चरणारविन्दको भक्ति बाहेक संसारमा जति वस्तुहरू छन्, जति भोग्य पदार्थ छन्, यहाँ संसारमा मात्र हैनन्, ब्रह्माजीको लोकमा पनि न नाग पृष्ठम न महेन्द्र धिष्ण्यम न सार्वभौमम न रसाधिपत्यम न योग सिद्धि पुनर्भवम। भक्तहरू भन्छन्, प्रभु हामीलाई स्वर्गको साम्राज्य ब्रह्माजीको सत्यलोक आदि मात्र हैन, हामीलाई मोक्ष पनि फिक्का छ। हामी त सदा सर्वदा तिम्रो चरणको दास भएर रहन पाऊँ, तिम्रो सदा सर्वदा चरणको भक्ति बनिरहोस् हामीलाई। बस जसले यो भावले भजन गर्दछ त्यसले भगवानको जुन भजन गर्दाखेरि पाइन्छ नि आनन्द, हजुरलाई पनि आनन्द आउँछ नि भजन गर्दाखेरि। बस भजन गरेर कृष्ण पाइने हैन, भजन गर्दा गर्दै जुन प्राप्त भएको आनन्द हो त्यो संसारमा कुनै पनि वस्तुले, अब संसारी वस्तुबाट प्राप्त भएको आनन्द चाहिँ घट्दै जान्छ। जो भजनबाट प्राप्त भएको आनन्द छ त्यो घट्नेवाला छैन। प्रेमाम्बुधि वर्धनम, त्यस प्रेम रूपी सागरले जो बढाउने वाला छ भगवानको नाम। चेतो दर्पण मार्जनम भवमः दावाग्नि निर्वापणम
श्रेयः कैरव चन्द्रिका वितरणं विद्यावधू जीवनम् आनन्दाम्बुधिवर्धनं प्रतिपदं पूर्णामृत स्वादनं सर्वात्मस्नपनं परं विजयते श्री कृष्ण संकीर्तनम। महाप्रभु गौरांग देव भन्नुहुन्छ, हे भक्त हो, कृष्ण संकीर्तन नै तिम्रो जीवन हो। आज उहाँको उदय दिवस हो। गौरांग महाप्रभु उदाउनु भएको दिन हो, जन्मनु भएको होइन, उदाउनु भएको। भगवान र भगवानका विभूतिहरू जन्मदैनन्, उहाँको उदय हुन्छ। चैतन्य देव भन्नुहुन्छ, हे भक्त हो, तिमी एउटै मात्र औषधि छ तिमीसँग, त्यो हो मेरो प्यारोको नाम। मेरो प्यारोको नाम यदि तिमीले लियो भने तिमीले खोजेको जो आनन्द हो तिमीलाई स्वतः प्राप्त हुन्छ। तर त्यसलाई लिनको निम्ति एउटा शर्त छ, ऋणादपि सुनिचेन। त्यही भएर हरिनाम संकीर्तन यो महान साधना किन हो भन्दा अरू साधनामा यो जरुरी छैन। तपाई कहीँ तीर्थ जानुहोस्, ऋणादपि सुनिचेनको जरुरी छैन। म तीर्थ आएको हूँ, यति खर्च गरेको हूँ, मलाई अगाडिको सिट चाहिन्छ, मैले बढी दिएको छु, विशेष मेरो खर्च छ भन्ने अधिकार छ। अधिकार छ मान्ने, 2-4 पैसा बढी खर्च गरेर मैले गरेको छु भनेर भन्ने अधिकारहरू साधनामा हुन्छ। तर महाप्रभु चैतन्य देव भन्नुहुन्छ, तिमीलाई एउटा यस्तो साधना छ, त्यहाँ तिम्रो अरू कुनै शत्रुहरू आउन पाउँदैन, त्यसलाई लिएर त्यहाँ आउन पाउँदैनौ जहाँ हो हरिनाम संकीर्तन। ऋणादपि सुनिचेन मैं जान्ने वाला हूँ, मैले भनेकै ठीक छ, यस्तो बानी लागेको छ। सम्झौँ त, यस्तो बानी लागेको छ, कहिले हट्छ यो बानी, यो अमल कहिले हट्छ। त्यही महाप्रभु भन्नुहुन्छ, तिमीले औषधि त भेट्यौ, तर त्यो औषधिलाई बहुत विचार गरेर सेवन गर, त्यो औषधि अवश्य लाग्छ। त्यसको निम्ति मात्र बताइदिनु भयो, कसरी सेवन गर्छौ त्यो नाम रूपी औषधि। ऋणादपि सुनिचेन तरोरिव सहिष्णुना, सहनशील बना। सहु एक दुई शब्द कसैले भन्छ भने त्यसमा प्रतिवाद नगर, छोड्नु कृष्ण भन्। उसले गाली गर्छ, तिमीलाई निन्दा गर्छ भने त्यो भन्दा ठुलो स्वरमा हे कृष्ण भनेर उच्चारण गर, उसको स्वर दबिन्छ। कसैले निन्दा गर्यो, कृष्ण भनेर ठुलो स्वरले बोल्न सकिन्छ त? महाप्रभु भन्नुहुन्छ, त्यति नसके त तिम्रो जीवन सफल हुँदै हुँदैन। तिमीले जितेर ऊ भन्दा बढ्ता बोल्न थाल्यो भने तिमी पनि यो त्यो भन्दा गए गुजेरका भए। 4 हात तिमी तल खस्छौ, फेरि ऊ 8 शब्द प्रयोग गर्छ, ऊ 8 हात तल खस्छ, तिमी 16 शब्द प्रयोग गर्छौ। तलको तलै, तिमी पनि तल, ऊ पनि तल, एकदम तलको तलै दब्बेको छ, दब्बेको छ, भाष्यको छ, भाष्यको छ। न ऊ माथि आउँछ न तिमी माथि आउन सक्छौ, दुवैको हारै हार छ। त्यसकारणले दुवैले जित्ने एउटै उपाय छ। उसले गाली गर्छ भने कृष्ण भनेर त्यसको प्रतिवाद गर। बस तिम्रो कृष्ण नाम सुनेर 2-4 चोटि ऊ कुर्लिन्छ। कृष्ण नाममा यो शक्ति छ। सर्व ताप समनैक भेषजम, संसारमा त्यस्तो कुनै ताप छैन कि कृष्ण नामद्वारा शान्त नहोस्। त्यस्तो कुनै तातो वस्तु छैन जो कृष्ण नाम रूपी एक बोध तपाईले लगाइदिनुहोस्, संसारको भयभरको तातो पदार्थ समाप्त भएर जान्छ। तापत्रय विनाशाय श्री कृष्णाय वयं नमः। गौरांग देव भन्नुहुन्छ, ऋणादपि सुनिचेन तरोरिव सहिष्णुना। कति सहन्छ रुख वृक्ष, कति सहन्छ। 2टा वृक्ष छ, एउटा वृक्ष फलले लटरम्म छ, एउटा वृक्ष सुक्खा छ। प्रहार कहाँ गरिन्छ? एउटा आँपको वृक्ष छ, त्यसमा आँप लटरम्म फलेको छ, एउटा फलिसकेको सब टिपिसकेको छ, खाली वृक्ष छ। प्रहार कहाँ हुन्छ? कहाँ झटारो आइन्छ? आँपको। तपाईमा पनि जब सद्गुणहरू भरिँदै आउँछन् नि, जब फल लाग्दै आउँछ, फल कसाय हुन्जेलसम्म आधा कच्चो हुँदाखेरि कसैले पनि हेर्दैन। जब तपाई भित्र रहेको त्यो फल जो हो, अब सबैले विचार गर्यो, स्वादिलो भयो, अब तपाईलाई झटारो आउँछ, याद गर्नुहोस्। अब उसले झटारो प्रयोग गर्दाखेरि विचार गर्नुपर्छ,
ममा केही सद्गुणहरू आएछन् र उसले मलाई प्रहार गरिरहेको छ। महाप्रभु भन्नुहुन्छ तिमीमा जब फल फल्न थाल्छ तिमीलाई प्रहार आउँछ। फल नफलेको वृक्षमा प्रहार आउँदैन, कसैले पनि हेर्दैन। तृणादपि सुनिचेन तरोरिव सहिष्णुना अमानिना मानदेन कीर्तनीय सदा हरि। सबलाई सम्मान गर, व्यक्तिगत रूपले सम्मान होइन, प्राणी मात्रमा मेरो कृष्ण छ यो भावले यदि तिमीले सम्मान गर्यौ भने तिम्रो सम्मानले कसैको पनि न अहंकार बढ्छ न कसैको चित्त दुख्छ। कोही व्यक्ति विशेषलाई सम्मान गर्न थाल्यो भने त्यो सँगै बसेको व्यक्ति विशेषको चाहिँ चित्त दुख्छ। त्यो सम्मानित जो व्यक्ति हो ऊ अहंकारले फुल्छ। हेर्नुस् त, दुवैलाई घाटा। त्यसको कारण आफै बनियो, त्यसको कारक तत्व आप स्वयं बनियो। त्यसकारणले चैतन्य महाप्रभु भन्नुहुन्छ कि तिमी कृष्ण सम्झेर उसको उपासना गर, उसको सम्मान गर। अमानिना मानदेन कीर्तनीय सदा हरि। बस जसले यो प्रकार भगवानको नाम संकीर्तन गर्छ उसलाई मात्र सवेद धातु पदविं परस्य दुरन्त वीर्यस्य रथांग पाणे यो मायया सन्ततयानुवृत्त्या भजेत तत्पाद सरोजगन्धं। जसले ऋषराग न हो छलछाम न हो सबमा परमेश्वर भाव रहो हरि भक्ति अखंड अनंत मनोस नर जन्म कसई न गुमोस। नरिसनाको निरूपण गरिएको छ श्रीमद् भागवतमा, जहाँ कृष्ण प्रेम बाहेक अरू चिजलाई स्थान दिएको छैन। त्यस्तो श्रीमद् भागवत छँदा छँदै जो महर्षि वेदव्यासद्वारा नारायणद्वारा ब्रह्माजीद्वारा वेदव्यासमा जुन एउटा गुरु परम्पराबाट आएको जुन श्रीमद् भागवत हो त्यो भागवत छँदा छँदै तिमीलाई अरू शास्त्र र अरू साधनको केही पनि प्रयोजन छैन। जो सुन्दैमा बन्दी बन्द छ अमल हृदयमा गोपाल। शून्य कल्पना मात्रले, शून्य संकल्प मात्रले सुश्रु सुमित तत्क्षण मरेपछि होइन। श्रीमद् भागवत समाधान भक्तबिन यो कुरा यहाँहरूले बहुत विचार राखी बसेर कतिपय हाम्रा साधनाहरू कतिपयले गरेको मैले सोधेको छु। कहीं दान गर्दै थिए गाई पुच्छर समातेर, यो गाई दानको उद्देश्य के हो? मरेपछि स्वर्गमा प्राप्त हुन्छ गाई। सुन दान गर्यो मरेपछि प्राप्त हुन्छ, तिल दान गर्यो मरेपछि प्राप्त हुन्छ। सब कुरा मरेपछि मात्रै। यो जीवनको अर्थ के रह्यो मरेपछि पाइन्छ भने? मर्न थाल्नु नि त, किन बाँचिरहने? मरेपछि पाइँदो रहेछ। लामो समय किन बस्ने? यहाँ त मर्न थाल्नु। बाँच्नुको अर्थ के छ? नृदेहमाद्यम सुलभम सुदुर्लभम प्लवम सुकल्पम गुरु कर्णधारम स्वयं भगवान वासुदेव श्री कृष्णचन्द्र हाम्रो जीवनको मूल्य र मान्यतालाई बताइरहनु भएको छ। अनि हामी चाहिँ त्यस्तो कुराको पछि लाग्छौं कि जो कहिले पाइन्छ? मरेपछि पाइन्छ। कुरो मिल्यो? मिलेन? भगवानको सिद्धान्त विपरीत हो। यदि मरेपछि मात्र पाइन्छ, मरेपछि पनि नपाइने होइन, पाइन्छ। तर जीवनमा प्राप्त गर्न नसकेको मरेपछि पाइन्छ भन्नु वर्ष दिनभरि नपढेर अब जाँचको बेलामा खुब पढ्छु भनेर पढेको जस्तै हो। काम छैन केही पनि। समय छ नि 2-4 महिना। दसैँ पछि त खुब घोडा धसेर पढ्छु। दसैँ पनि सिद्धियो, तिहार पछि घोडा धस्छु, तिहार पनि सिद्धियो। केही काम छैन। हरि शरण अहिले पाइने। अनि भागवत भन्छ तिमीलाई कुनै पनि शास्त्र र कुनै पनि साधनाले तिमीलाई अहिले दिन्छु भनेर ग्यारेन्टी गर्न सक्दैन। म एउटा छु भन्छ भागवत। तिमी मैले भने झै गर त। तिमीलाई यही जन्ममा, यो जन्ममा पनि यो महायज्ञ सकिएपछि पूर्ण भएपछि होइन हजुर। अहिले सद्यो हृद्यवरुध्यते त्रिकृतिभिः शुश्रू सुभित तत्क्षण। सत्य भन्ने शब्द राख्नुभयो, त्यो पनि तुरुन्त। कहिले त? तुरुन्त 1 वर्ष पछाडि, तुरुन्त 2 वर्ष पछाडि यो होइन होइन होइन। तत्क्षण, त्यही क्षण जुन क्षण तिमी
भागवत श्रवणको इच्छा मात्रै गर्छौ। कति शक्ति रहेछ भागवतमा, सुनिहाल्नु पनि नपर्ने, भित्र सच्चा रूपले प्रेमपूर्वक भागवत श्रवणको अभिलाषा मात्रै गर्छौ भने त्यो बेल रूपी कल्प वृक्षमा पाकेको निगम कल्पतरोर गलितम फलम दर्शन गरिबक्सोस्। वेद रूपी कल्प वृक्ष जे पनि दिन्छ त्यसले, त्यो वृक्ष मुनि हजुर हुनुहुन्छ समादरणीय भक्तवृन्द, त्यहाँ जे पनि दिन्छ त्यो वेदले। त्यसकारणले उसलाई के भने त भन्दाखेरि हजुरको कल्पना अनुसार त्यसले वस्तु प्रदान गर्छ, तर त्यसमा हलमा लिने काम नगरी बक्सेला। निगम कल्पतरोर गलितम फलम, त्यहाँ हजारौं हजार फलहरू छन्, ती फलले तिमीलाई काम दिँदैन, त्यहाँ एउटा मात्र कृष्ण फल छ, त्यो हो श्रीमद् भागवत। दर्शन गरिबक्सोस्, रसै रसको फल टलपल टलपल गरिरहेको छ, भित्र परिपूर्ण छ, रसले पुष्ट छ। त्यही रसले पुष्ट भएको त्यो फलको एउटा हाँगोमा बसेर सुखदेव रूपी सुगा बसेर त्यसलाई चुसिरहेको छ।